गाइस, वेलकम टू माय ब्लॉग। मेरो ब्लॉगमा हजुरलाई स्वागत छ। आज हामी धान काट्न फाप्लेतिर आएका छौं। हेर्नुहोस्, सबै धान काट्दै हुनुहुन्छ। ल बा, यो भिडियोमा पनि हजुरले केही सल्लाह केही कुरा भन्नुस्। केही खामला गरमला भन्ने आशाका साथ हामीले काम गरिरहेका छौँ। हस्, धन्यवाद। ल हेर्नुहोस्, यतातिरका धान। हामी अब उतातिर जाऊँ है। आमा समूह, नयाँ समूह, धान समूह, धान समूह, धान समूह, अनदी समूह, गुरा समूह। ल अब यता केही सल्लाह दिनुहोस् त, केही कुरा भन्नुहोस्। उता धान काट्दै हुनुहुन्छ फेरि। धान काट्न आएको खुसी हुनुहुन्छ के रे आमा हजुर? खुसी नै धान काट्न पाउँदा यो अनदी काट्दा हेर्छ यहाँ अनदी। उता नि धान काट्दै हुनुहुन्छ। कस्तो अनदी र गुरा फलेको हाम्रा खेतमा ल हेर। खै यही हो। यो हो नि अनदी बाहिरले काटेको गर हेर त। बाहिरले काटेको यो। उता नि नदी पाकियो होला नि। कति अरे उता पनि धान काट्दै हुनुहुन्छ। ढालेर हावाले ढालेर मेरो ब्लगलाई अन्तसम्म हेरिदिनु होला। लाइक, सब्सक्राइब, कमेन्ट, सेयर आफ्ना साथीहरूसँग सेयर पनि गरिदिनु होला। हेर्नुहोस्, यस्तो धान फलेको छ। पाट भयो नि मधेसका यस्तो धान। यहाँको काटिसकेर लैयो। उता तल पनि धान काट्दै हुन्छ, देख्नुभयो? मैले आज यो भिडियोलाई अपलोड गर्न सक्छु, बाबालाई पठाएर हाल्न सक्छु युट्युब च्यानलमा। बाग्लुङ हेर्नु नि, उहाँ हेर्नुहोस् बाग्लुङ, देख्नु उतापट्टि बाग्लुङ पहाड हेर्नुहोस्। पहाड उता तर खोला छ। मैले अहिले खोला देखाउन पाइनँ। तल जानको बाटोको त मलाई नि थाहा छैन, म पहिलोपटक यहाँ आएको हो। भर्खरै तल जान्छु भन्दा खुट्टी चिप्लिएर हलियो खानु आएको छ लौसी। फेरि मैले हाई गर्नु भएको छ।
तल सबैलाई बिन्ती जान्छु। धान देखाइदिन्छु हजुरलाई, भर्खरै पनि देखाएको तर म अलिक राम्रोसित देखाइदिन्छु। हेर्नुहोस् धान कस्तो भइसक्यो। खुरु खुरु धान काट्न पर्यो केही नबोलिकन। आज बाबाले यो बाको मोबाइल बाले अब फेसबुकमा पनि हाल्नुहुन्छ। मेरो मैले अब आफ्नो भ्लगको अन्त्य गर्न चाहन्छु। म रन्जित पोखरेल हजुरहरूको साथी। बाई बाई, सी यू टुमारो।